I suggest you try that though. Look at us. Hi everyone, welcome back to my channel. This is Miss Arja and आजको vlog चाहिँ मेरो यो छुट्टै vlog हो. आज 10 तिहारकै दिन थियो, त्यही पनि आज हामी नाइग्रा जान थाल्यौं. अनि त्यो भिडियो लामो हुन्छ भनेर मैले यो छुट्टै vlog बनाउन थाले. अब हामी नाइग्रा जाँदैछौं. त्यतिबाट भोलि हामी टोरन्टो जान्छौं हैन? जान्छौं होला. अनि त्यसपछि अर्को दिन पर्सि चाहिँ दिदी उता जानुहुन्छ अनि हामी घर सबै कुरा अहिले भनिसकेपछि होइन के अनि त्यो बीचमा के हुन्छ हेर्नु भन्नु परेन. थ्यांक यू सो मच फर वाचिङ. होइन के हामीले के रमाइलो गर्छौं. लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब टु अर्पणा पोखरेल ब्लग्स. थ्यांक यू. बाइ बाइ. हजुर यो मेरो च्यानल हो. Don't forget to like and comment. दिदीको पनि च्यानल छ, उहाँको मानि भ्लग आउँछ, उहाँको मानि हेर्नु. सरुलाज खतिवडाज भ्लग अर्पणा पोखरेल्स भ्लग निरजन पोखरेल्स भ्लग त्यहाँतिर लाग्यो खर्रो भयो त्यो सुनेर. ल गाइस ल बाइ बाइ. ल बाइ. अब हामी हिँडेको अब एकछिनमा म यता बाहिरको भ्यू नि देखाउँछु. नाइग्रा त म गइसकेको छु, त्यही पनि अब आज हामी त्यो बिहाइन्ड द फल्स भन्ने एरिया गएको छैन, त्यहाँ जान्छौँ होला. नाइट भ्यू पनि हेरेन भन न. नाइट भ्यू पनि राम्रो हेरेको छैन, त्यही देखाउँछु. हजुरहरूले भ्लग इन्जोय गर्नु होला. बाइ गाइस. एउटा कुरा गाइस, मेरो आइफोन 17 हेर्नु. दिदीको गिफ्ट हो आजको. आइफोन 17 मैले क्यानाडा आएर किनेको. तर फोटो केही राम्रो आउँदैन. म यही फिर्ता गर्दै जान्छु. होइन गाइस, आज भर्खर हामीले उ गरेछ नि त, सेट गर्न बाँकी छ. हामीले त्यो 17 युज राम्ररी गरेको छैन नि त, अब सेट गरेर राम्रो आउला. यो चाहिँ 11 बाट है त साथी. बाइ बाइ. भोलि पर्सि फेरि भेटौँला. अब भाइको घरबाट चाहिँ निक्लिन लागेको अनि अब घुमेर उतैबाट हामी एयरपोर्ट जान्छौँ. बाइ बाइ. हस् बाइ बाइ. हस् बाइ बाइ. ये बारिश का पानी, ये पानी की बूंदें तुझे ही तो ढूंढे, मिलने की ख्वाहिश, ये ख्वाहिश. दामी भिडियो आएको छैन. मलाई पनि निकाल्यो त 17 प्रो म्याक्सबाट कस्तो आउँदो रहेछ. ओ माय गॉड, क्या खतरा दिदी. ब्याकग्राउन्ड देखा ब्याकग्राउन्ड. ओइ क्या क्लियर आज. बेलोरिको यहाँ आउँछ. हाम्रो त मान्छे ओरिजिनल मान्छे हो कि डुप्लिकेट मान्छे हो भनेर गर्छौँ. ओइ डुप्लिकेट है प्रष्ट देखेँ चाहिँ. डुप्लिकेट हो के? नजाउँ त्यसो किन जानु त नि. दिदी मलाई हजुरले छेक्दी. हातहरू पनि कस्तो रियल जस्तो है. ऊ लायन बन्छ त्यहाँनिर. चाहिँ मेरो शेरलाई भेट्नु गइरहेछ है. मेरो शेरलाई शेरले भनेको शेर लियो नि त. Look at us. दिदी अघि हाम्रो भेटा थियौँ नि. कसरी मान्छे आयो गाइज, रमाइलो भयो. यो मान्छे अघि बोलिरहेको थियो, अहिले सर्दा रोको तिमी. म रुम भिडियो बनाएर भने तिमी रोको. लास्ट फेरि तैले म हेरिरहेछु. ल बनाउँछु. रुनी लाग्यो बिचारा. जाने होइन है, फेरि यता आउँदै नि जाने होइन. ल ऊ त पारि मेरो युएसए गाइज, म वारी क्यानाडामा छु. ल गाइस, यो चाहिँ नाइट भ्यू हामी भोलिदेखि चढ्नेवाला छौँ. दामी भ्यू आएको छ गाइज. दामी भ्यू. ओ माई गॉड. क्यामेरामा क्याप्चर पनि भएको छैन, खतरा देखेको छ. कलर पुरा रेनबोवाला. यहाँ चाहिँ भाइको फोटो खिच्ने कार्यक्रम चलिरहेको छ. You there in the flip-flops. Have you ever seen a pirate in flip-flops?
No! Shark bait. And this is down behind me. हामी चाहिँ अघि नै नाइग्रा फल्स नेको रुम बुक गरेको थियौँ अनि त्यहाँ आइसक्यो चेकिङ गरेर गइसक्यौँ अनि खानेकुराहरू लिएर आयौँ अब सुत्नको लागि चाहिँ आफ्नो लगेजहरू बोकेर जाँदैछौँ हामी जाडो भएर म चाहिँ त्यहाँ यसो हेर्छु ब्ल्याङ्केट त मोटो देखिनँ अनि मेरो यो सफ्टी फरवाला चाहिँ अहिले जाडो भयो भने राति ओर्न मलाई ओढेर सुत्नु चाहिन्छ भनेर मैले बाई बाई गुड नाइट गुड मर्निङ फ्रम क्यानाडा गाइज अहिले चाहिँ हामी नाइग्रा फल्सको छेउमा एयरबिएनबीमा बसेका छौँ होइन अनि अहिले हाम्रो कफी बनाउने कार्यक्रम कफी होइन यसो टी गाइस टी बनाउने कार्यक्रम भइरहेछ मैले चाहिँ आफ्नो टी रेडी गरेको छु अब यसमा लिड मात्र हाल्न बाँकी छ सो वी आर रेडी दिस इज माई ब्रस झन्डै ब्रस फुटेको अहिले मैले ठ्याक्कै सम्झी वी अल आर रेडी टु गो फर द नाइग्रा क्रुजमा चढ्नलाई जाडो छ इट्स सो कोल्ड हामी चाहिँ बिहान बिहानै एक लट टी खाएर जानु लागेको छौँ आफ्नो यात्राको लागि तातो बनाउन जाडोमा बाहिर काम हुन्छ भनेर यस्तो यहीँको सर्भिस लिदिउँ न भनेर नि त अलमोस्ट रेडी फर द क्रुज गाइज तर आई मेकअपहरू चाहिँ केही पनि गरेको छैन फेरि त्यहाँनिर पानीले छ्याप्छ्या भनेर सबै मस्काएर उडेर गयो भने के गर्नु भनेर आउटसाइड यसो पकाएर त अनि म and this is my new bag from Canada, guys. Check it out. Thank you so much, Saruza baby, for this cute little bag. Welcome on the back camera. Welcome. Anima, where is Nails? Where is Nail? Nail. Hey. Anima say. This is my nails, guys. Anima say अब nails हाल्ने try गर्छु. अब म गएँ try गर्नलाई. बाकी अपडेट गर्दै यस्तो लाउन लागि तर मैले बिर्सेछु कि मेरो यो अम्लामा अलरेडी सेट छ नेल पोलिस गएकै छैन यार 2 हप्ता हुन लागिसक्यो वा अनि यसमा चाहिँ यस्तो छ अनि फेरि यो मेटाउन गाह्रो छ अनि यो माथि लाउन पनि नटिक्ला भनेर नेल्स लाउने निर्णय गरिनँ अब हामी रेडी टु गो रेडी फर द check it out guys बेर कस्तो मजा लिँदा लाग्छ है गाइस हजुरहरूलाई पनि लाग्छ मलाई त धेरै लाग्छ अनि मैले देखाउनै बिर्सेको चाहिँ हाम्रो टिभी हो अनि यो चाहिँ हामी चाहिँ सुतेको बेड हो यस्तो चिसो थियो अनि फ्रिजमा त केही छैन अलिअलि कफी सफी छ अनि यो चाहिँ बाथरुम छ बाथरुममा मान्छे भइसिन्छ अनि चाहिँ हाम्रो सरोजा बेबी हो यसो हेर चेक इट आउट हिजोको नाइट भ्यू देखाएँ हजुरहरूलाई अब अहिलेको डेको भ्यू हेर्नु अब अनि अघि चाहिँ म पुरै चिटिक्क परेको थिएँ अनि अहिले चाहिँ जाडो भएपछि त तातो त हुनु पर्यो नि गाइस जाडो छैन गाइस गाइस हजुरहरू पनि अब हटी नटी पटी हराउनु सक्नुहुन्छ जाडो छैन यहाँनिर बिल्कुल जाडो छैन यो के हो यो पातलो यो विन्ड सिटर हो विन्ड सिटर त्यस्तो जाडो नि छैन हिजो जस्तो त किन हावा चलेको छैन नि त गाइस फेरि चेक के उठाइरहेको थियो क्रिलले उता परको युएस हो गाइस हेर्नु युएसको मान्छे त्यहाँ चढेर सानो हुन्छन् यो साइडमा अनि यतापट्टिको चाहिँ क्यानाडा रहेछ यो बिचमा चाहिँ पानीको दिवार रहेछ बोर्डर अनि यतापट्टिको चाहिँ क्यानाडा हो अनि म चाहिँ क्यानाडामा छु अहिले अब क्रुज चढ्न लागेको दामी देखेछ यार दिस इज द टिकट गाइस टिकट निकाला बहिनी टिकट निकाला टिकट तेरा किन 2टा टिकट आएको छ तेरो बिल Whoa, zipline! Thank you. पहिला अस्तिसम्म चाहिँ पिङ्क कलरको ज्याकेट दिन्थ्यो अरे युएस पार्टीलाई अनि अहिले चाहिँ 2टालाई ब्लू कलरको दिन्थ्यो अरे अनि अहिले सबैलाई रेड दिन्छन् भन्दै छ नि अनि कस्तो दामी भ्यू देखेको छ हेर्नुहोस् गाइस ज्याकेट पाएँ मैले उतापट्टि युएस है गाइस यतापट्टि क्यानाडा हेर्नु अनि यतापट्टि चाहिँ म छु म ज्याकेट लाउँछु है त गाइसहरू We are ready to go on cruise, guys. देखाओ सबैजना त देखाओ यहाँ र टिकट ल्याउनु पर्छ
तर आज धेरै मान्छे पनि छैन गाइस दिदीको पेट हेर्नु न त्यहाँ युएस क्यानाडा युएस क्यानाडा गाइज यो चाहिँ हामीले किन यसरी बाँधेछौँ भने यो अहिले कस्तो फर्र गरेर उडाउँछ कि यो मेरो त यहाँ टाइट भएर मलाई चस्माले यस्तो बोल्न नै अप्ठ्यारो बनाइदिएछ उडाएर सबै भिजाउँदै यसै त हामीलाई चिसो भइरहेछ अनि यो के हो आधीहरू कमसेकम पुरै बाउले बाँधा दिनुपर्छ नि यो सर्भिसमा ठिक लागेन है अघि आउँदा चाहिँ पुरै फुल बाउले बाँधा दिनुपर्छ यस्तो जाडोमा हामीलाई गाह्रो हुन्छ नि यार गाइज बुझ्नु न यार पानीको फोर्स आइरह पुरै ब्लर ब्लर आउला होइन दामी छ दामी भित्रै लग्यो हामीलाई झर्नाहरूको वाउ Oh my god, this is Niagara Falls! किनले निकाल्यो Niagara Falls ले फाइनली हामी सक्यो एक राउन्ड घुमाइ अब हामी आफ्नो ठाउँमा फर्किँदैछौँ जस्ट रमाइलो भयो कुकु कोइली कर रहा है आया गाइस भोक लागेर झ्या भइसक्यो लत भइसक्यो यार असो जामो छ्या भोक लागेर मान्छे यहाँसम्म पागल हुन्छ कोटा भित्या छैन बास कहाँ बस्ने हो गाडी छ त हौ हिँडेर आएको होइन त हामी गाडीमा सुत्तिनी मलाई सोसियल मिडियामा आएको म हजुरको भिडियो सु गरिदिन्छु सु चाहिँ नगर हामी चाहिँ खाजा खानलाई खाजा त के भनौँ खाना खानलाई जिम्बु होटल जाँदैछौँ त्यहाँ चाहिँ नेपाली परिकार भनिन्छ अरे जाडो भइरहेछ गाइस भाडो चिसो चिसो भइरहेछ के फेरि हामीलाई धाम्रो रहेछ कि हिँड्नु चाहिँ दर्को पर्ने रहेछ कि गाइजहरू यहाँ त कति पार्किङ पनि हुँदैन रहेछ गाह्रो छ यहाँ ओ दिदी गाडीमा रेडी हुँदैछ अब चाहिँ अलिकति टचअप बाँकी छ है ड्रेसअप चाहिँ भइसक्यो अब टचअप बाँकी छ अनि हामीले यहाँनिर गाडीमा रुङ्नु बसेको छ नि यहाँनिर अभिषेक दाजु साउजी ब्लग यो चाहिँ मेरो ब्लगमा आउँछ है गाइज आउँछ ल सरी ल तिमी अघिदेखि मलाई ब्लग बनाउनु भनेको किन यसरी फ्रन्टमा मेकअप गर्न कस्तो क्युट देखेको ब्लसरमा वाउ हुन्छ CN Tower गाइज हामी चाहिँ होइन एक घन्टामा फोटोसुट भिडियो सुट सकेर अब चाहिँ हामी फर्किँदैछौँ किनकि आधी घन्टाको $6 रे पैसा अनि एक घन्टाको 12 ओ माइ गॉड एक घन्टामा हामी त त्यहाँ पुगिसक्नुपर्छ मेरो भाइले त दुःख गरेर कमाएको पैसा सबै लग्छ तर जे होस् फोटो दामी आएको छ क्यामेराम्यान उसको म मेरो ऊ हो हजुरहरूलाई यसो क्यामेराम्यान मन परेमा यसो हामीलाई सम्पर्क गर्नु होला भिडियोमा सम्पर्क गर न घर गएर अब त बचिन टाढा भएर हरियो हरियो दामी भ्यू छ गाइज दामी छ क्या भ्यू छ दामी करोड छ बिचरा मेरो भाइ कुदेर त त्यहाँनिर चढाउनु रहेछ 3 बजे भनेर ओ माइ गॉड
हामी हेर्दै नि यहाँ दिदीको कहाँ बाल्यो बत्ती कहाँ बाल्यो कसलाई बाल्यो ए यसले पो रिक्स पुलिस पनि साइडमै थियो कि ठ्याक्कै गल्ती नै एउटा हाने कि जस्तो लागेर भन् हामी चाहिँ एयरबिएनबीमा बसेर करेन्ट बनाएर पोपोइजबाट चिकन ल्याएर खाँदैछौँ है गाइजहरू यस्तो छ हाम्रो बेडरुमको हालत यो चाहिँ इन्डियनको घर रहेछ होइन अनि यस्तो छ गुड नाइट हामी चाहिँ चेकआउट गरेर निक्ल्यौँ हाम्रो रुमबाट अनि मेरो चाहिँ 10 बजीको फ्लाइट छ अनि अहिले 8 बजा लाग्यो 8:30मा एयरपोर्ट पुग्छौँ होला आधी घन्टाको नजिकमा दिएको थियौँ क्या हामीले फ्लाइट बनायो रुम पनि यो गाइज म चाहिँ एयरपोर्टमा आइपुग्यो होइन हिजो राति करेन्ट खाएर आज यस्तो गाह्रो भएको छ कि कहिले पनि हिँड्ने बेलामा त्यस्तो कुरा चाहिँ नखानु होला भनेर म भन्न चाहन्छु अब मेरो चाहिँ चेक इन हुन्छ अब जानै पर्ने हुन्छ भाइ चाहिँ पार्किङ गर्दैछ गाडी अनि म जान्छु मेरो चेक इन भइसक्यो गाइज अब चाहिँ म जान्छु गाइजहरू यस्तै छ रमाइलो ओके ल नाइस टु मिट यु ल फेरि सी यु सुन हैन सी यु सुन छिटो भेट्नु पर्छ त्यही हो कुरो गाउँ झार्नु लागि बाई बाई गाइज भोलिपछि फेरि भेटौँ न ओके केही प्रब्लम छैन गाइज म 2 घन्टाको बाटोमा बस्छु म भोलिपछि फेरि आइहाल्छु नि होइन अब हामी यसो अङ्गालसँगाले मार्छौँ है त अब एकदिन अङ्गालो मार्ने कार्यक्रम हुन्छ ल राम्रो जानु ओके राम्रोसँग बस्नु तिमीहरू ल बाई बाई राम्रोसँग पढ्नु राम्रोसँग काम गर्नु अब जाने अन्त 9 बज्नु लाग्यो भने मेरो भ्लग गर्दै गर है म त त्यहाँ बनाउनु मिल्दैन हेर गाइजहरू बस्नु बाई बाई क्यानेडा यिनीहरूको छिटै भ्लग भइरहेछ मेरो छिटै भ्लग भइरहेछ ल बाई मेरो चाहिँ 10 बजे भनेको फ्लाइट अहिले 11:21 को भएको छ 11:21 को भएको छ अनि यहाँनिर 1-1.5 घन्टा म यहाँ पर्खे भएँ अब चाहिँ मेरो निक्लिन्छ जस्तो छ 8 अनि अब चाहिँ मेरो डिपार्चर हुन्छ जस्तो छ सायद मेरो 1 घन्टा बेसी भयो ढिलो बसमा ट्राभल गर्दैछु Guess what? Guess what? Guess what? TR gift. Yeah. Janji. Let's go. Bye bye. I'm gonna go. Oh, मेरो कुटु. Finally. कठैबाट कति ज्ञान रहेछ कति पुक्क परेर बसेको जाडोमा Finally in Harrisonburg, yo! अब चाहिँ यहाँ चाहिँ मेरो भ्लग हिट हुन्छ गाइजहरु Thank you so much for watching. Bye bye. Don't forget to like, comment, share and subscribe to our Arpana Pokra channel. Yes, subscribe.